के तपाईँ अस्वस्थ हुनुहुँदा केवल औषधि वा सप्लिमेन्टमै भर पर्नुहुन्छ? स्वास्थ्य जोगाउन व्यायाम नै सबैभन्दा राम्रो उपाय हो। धेरै मानिसहरूले व्यायामको महत्त्वलाई व्यवस्था गर्छन्। व्यायामले शारीरिक र मानसिक स्वास्थ्य दुवैलाई बलियो बनाउँछ। व्यायामले रोगबाट बचाउँछ र तनाव पनि कम गर्छ। वयस्कहरूले हप्तामा कम्तीमा 150 मिनट छिटो हिँड्ने वा 75 मिनेट तीव्र व्यायाम गर्नुपर्छ। बस वा सबवेबाट एक स्टप अगाडि झर्नुहोस् र हिँड्नुहोस्। लिफ्टको सट्टा सिडी प्रयोग गर्दा दैनिक हिँडाइ बढ्छ। अझ स्वस्थ हुन हप्तामा 150 देखि 300 मिनट दौडने, साइकल चलाउने, पौडी खेल्ने जस्ता कार्डियो व्यायामहरू गर्ने प्रयास गर्नुहोस्। हप्तामा कम्तीमा 2 दिन ताकत बढाउने व्यायाम पनि थप्नुहोस्। यसले धेरै मद्दत गर्छ। हरेक हप्ता नियमित व्यायाम गर्नुहोस्। सुरुमा धेरै नभई हल्का रूपमा सुरु गर्नुहोस्। त्यसपछि बिस्तारै व्यायामको समय, बल र गति बढाउँदै लैजानुहोस्। व्यायाम अघि वार्मअप गर्नु जरुरी छ। व्यायामपछि विश्राम लिनु नबिर्सिनुहोस्। यसले चोटपटकबाट जोगाउँछ। आरामदायी कपडा र जुत्ता लगाउनुहोस्। तातो मौसममा पर्याप्त पानी पिउनुहोस्। व्यायाम गर्दा धेरै थकित महसुस भएमा अलिकति विश्राम लिनुहोस्। धेरै व्यायाम गर्दा शरीरमा हानि वा चोट लाग्न सक्छ। व्यायाम गर्दा खराब महसुस भयो भने तुरन्तै रोक्नुहोस्। लक्षण जारी रहेमा डाक्टरसँग सल्लाह लिनुहोस्। धेरै थकाइ लागेको दिनमा शक्ति बढाउने व्यायाम छोडेर केवल स्ट्रेचिङ गर्नुहोस्। स्ट्रेचिङले पीडा कम गर्छ र मांसपेशीलाई आराम दिन्छ। नियमित व्यायाम गरेर आफ्नो स्वास्थ्य जोगाउनुहोस्।